ऊ छोरी थिए जसलाई अवहेलना गरियो, रोकियो, तर उसले आफूभित्रको उज्यालो निम्न दिइन। आज उही उज्यालोले उज्यालो बनायो एउटा घर, एउटा भविष्य। छोरीलाई समर्थन गरौँ, किनभने सपनाको कुनै लिङ्ग हुँदैन। आज म यो संसारको ढोका खटखटाउँदैछु। मेरो नाम होइन, मेरो कथा जन्मदैछ। बधाई छ, हजुरको घरमा अब लक्ष्मी भित्रिनु भएको छ। छोरी तर त्यो खबरले मेरो बुवाको अनुहारमा खुसी ल्याएन। मानौ कुनै ठुलो दुर्भाग्य घटेको। म हुर्किए किताबका पानाहरूभन्दा बुबाको कराईका आवाजहरूमाझ। छोरीलाई पढाउनु हुँदैन, उहाँ बारम्बार भन्नुहुन्थ्यो। छोरीलाई काम गराउनुपर्छ, पढाइले के काम। रक्सी पिउने बुवा कहिलेकाहीँ आमालाई पनि कुट्नुहुन्थ्यो। के पकाएको छ आज खाना? अझै नाटक गर्छस्? यो सब कहिले गर्दा भइरहेको छ? यदि यो जन्मिनुको सट्टा छोरो जन्मेको भए यो दिन आउने थिएन। यस्तै छ जिन्दगी। मैले पढ्न पाइनँ। ऊ जमानामा अलिकति पनि मैले पढेको भए आज तेरा बाको हातबाट यसरी पिटाइ सहनु पर्दैन थियो। जब एउटा 2 रुपियाँको स्याम्पू किन्नलाई पनि मैले तेरा बामा भर पर्नुपर्छ। मैले त पढ्न पाइनँ, तर तैँले धेरै पढ्नुपर्छ है छोरी। तेरो एक्जाम पनि आउला छ, अब धेरै नरो, जा सुत। तर आमाको आवाज बिस्तारै मेरो अन्तरात्मामा मन्त्र जस्तो बास गर्यो। त म जस्ती नबन, किताबको अक्षर नचिन्ने आँखा लिएर म बाँचेकी छु। तर त पढ, जुनसुकै हालतमा पढ। म ट्युसन पढाएर आफ्नो खर्च उठाउँथे। +2 पनि सकियो। इन्जिनियर बन्ने सपना। कलेजले 80% स्कलरसिप त दियो, बाँकी 20%। सरस्वती, यसो मार्क्स हेर्दाखेरि त हजुरको नानुले चाहिँ राम्रै अङ्क ल्याउनु भएको रहेछ है। सो हाम्रो पनि प्राइभेट कलेज हो, हेर्नुहोस् है। हामीले अब 100% त बिहोर्न मिल्दैन, तैपनि अब यसो नानुको अङ्क हेर्दाखेरि चाहिँ हामी 80%सम्म चाहिँ स्कलरसिप दिन सक्छौँ है त। आमाले आफ्नो गहना निकाल्नुभयो, सुनका तिलरी, कानका बाला। उनी भन्थिन्, यी गहना होइनन्, मेरा छोरीका उडान हुन्। इन्जिनियरिङ सुरु भयो। जब मैले कलेजमा पढाइ सुरु गरेँ, त्यो एउटा नयाँ संसार थियो। शिक्षित नारीले मात्र परिवार होइन, समाज नै बदल्न सक्छिन्। जब नारीहरू पढ्छन्, तिनीहरू आर्थिक रूपमा स्वतन्त्र हुन्छन्, आफ्नो अधिकार बुझ्छन् र समाजमा समानता ल्याउँछन्। उनीहरूले हिंसा सहदैनन्, हिंसालाई अन्त्य गर्ने चेत बोकेर अघि बढ्छन्। थकाइ, सङ्घर्ष र सन्तुलन, र साथमा सपनाको जित। वर्षौँपछि डिग्री हातमा लिइसकेपछि म इन्जिनियर बने, घर फर्किए। बुबा बिस्तारै शरीरले साथ दिन छोडिसकेको थियो। एक दिन बुबा गम्भीर बिरामी भएर अस्पताल भर्ना हुनुभयो। हामी दौडिँदै लिएर गयौँ। अवस्था चिन्ताजनक थियो। डाक्टरहरूले भने उपचार सम्भव छ, तर खर्च निकै लाग्छ। हामी केही बेर मौन भयौँ। आमाको आँखामा पीडा थियो, मेरो हृदयमा अठोट। म अब इन्जिनियर बनिसकेको थिएँ। मेरो हातमा अब केवल डिग्री थिएन, कर्तव्य पनि थियो। मैले तुरुन्तै काम थालेँ। कम्पनीमा प्रोजेक्टहरू ह्यान्डल गर्न थालेँ। दिनरात मेहनत गरेँ ताकि बुवाको उपचार रोकिन नपरोस्। बिहान साँझ अफिस अनि रातभर बुवाको स्याहार।
हिजो जसले मेरो पढाइलाई रोक्न खोज्नुभयो, आज उहाँकै जीवन बचाउन म बिना रोकटोक दौडिरहेको छु। डाक्टरको रिपोर्ट लिएर नर्स आइन्। संयोगवश यत्रो वर्षपछि फेरि उही नर्स जसले मेरो जन्मको बेला छोरी भएको छ भनेकी थिइन्। बुबाको आँखा अल्मलिएको थियो। मलाई यहाँ कसले ल्यायो? उहाँले सोध्नुभयो। नर्सले हेरिन्, हल्का मुस्कुराइन् र भनिन्, त्यही छोरीले हो जुन दिन तपाईँले उसको जन्मलाई दुर्भाग्य मानेको थियो। शब्दहरूको लाजले सायद मन अँध्यारिएको थियो। अब मलाई प्रमाण दिन केही बाँकी थिएन। म जन्मिँदा नचाहिएकी थिएँ, तर आज म एउटा उत्तर थिएँ।